नगरपालिका र ककनी गाउँपालिका उहाँहरू जनप्रतिनिधि यी नै हुनुहुन्छ। उहाँहरू नै हो सबभन्दा चाहिँ मुख्य व्यक्तिहरू र कन्ट्याक्ट पर्सनहरू हो। उहाँहरूसँग कोअर्डिनेसन कोअपरेसन हुनुपर्छ र तपाईँहरूको माग तपाईँहरूको सबै कुरा उहाँहरू मार्फत आउनुपर्छ भन्ने मलाई लाग्छ। उहाँहरू बेलकोट गढी छ भने ठिक छ, त्यो पनि आओस् होइन, उहाँहरूबाटै आओस्। यो सम्बन्धित तलसम्म ठिक छ। अब जहाँ जहाँ समस्या भएको ठाउँबाट एकैछिन पर्दैन बोल्न त दिनु होइन, एकछिन। अब यसलाई मोनिटरिङको लागि गाउँपालिका, नगरपालिका, शहरी विकास मन्त्रालय र नगरपालिका 18वटा नगरपालिकाको तर्फबाट काठमाडौँ नगरपालिकाको एक-एकजना प्रतिनिधिले हरेक दिन हुन्छ कि हरेक एक हप्तामा हुन्छ कि त्यो मोनिटरिङ गर्नको लागि एउटा मेकानिजम एक-एकजना बनाऊ। यहाँ आएर उहाँले रिपोर्टिङ गरौँ। त्यो रिपोर्टिङ मोनिटरिङ भएपछि त्यो अनुसारको काम भएको छ कि छैन, त्यो मोनिटरिङ हुन्छ। एउटा काम त्यो गरौँ भन्ने मलाई लाग्यो। सबभन्दा चाहिँ यसको व्यवस्थापनको लागि यहाँको कन्ट्र्याक्टरले काम गर्नु जथाभावी गरौँ भन्ने आयो र यो एउटा पार्ट हो। अर्को कुरा यो फोहोरको सेग्रिगेसन भन्ने छ। फोहोरको सेग्रिगेसन गर्नलाई यहीँ ल्याएर सेग्रिगेसन गर्यो भन्ने कुरा जुन छ, त्यसले गर्दाखेरि कबाडीहरू पनि यहीँ आउने, त्यहाँ काम गर्न पनि नदिने, ती चाहिँ सबै कुरा चाहिँ बोराका बोरा निकाल्ने, त्यसले पनि समस्या ल्याएको भन्ने कुरा आएको छ। त्यो सेग्रिगेसन यहाँ होइन, अन्तै गरेर आउनुपर्छ भन्ने यहाँहरूको जुन माग छ, त्यसमा महानगरसँग पनि मैले पनि कुरा गरेँ र त्यसमा चाहिँ सर्टेन ठाउँ उहाँले लोकेट गर्नुभएको रहेछ, लोकेट गर्नुभएको छ भन्ने मलाई भन्नुभएको छ। त्यो ठाउँहरू चाहिँ सरकारले दिनु पर्यो भन्ने उहाँहरूको चाहिँ माग छ। अब त्यो कुन ठाउँ हो उहाँले ल्याउनुहुन्छ, क्याबिनेटमा लगेर भए पनि त्यो हामी स्वीकृत गरेर त्यही चाहिँ सेग्रिगेसनको होस् भन्ने हाम्रो पनि धारणा हो। तीबाट सेग्रिगेसन भएर आयो भने करिब 80-90% चाहिँ समाधान ती हुन्छ भन्ने मलाई पनि फिडब्याक आएको छ। त्यो सेग्रिगेसन पनि गर्ने काम हामी तत्काल गर्नुपर्छ र त्यसको लागि निर्णय कहाँ पुलिस लेभलको के निर्णय गर्नु पनि हामी गर्नुहुन्छ, त्यो चाहिँ हामी गरिदिन्छौँ। यो पार्ट एउटा भयो र यहाँ आइसकेपछि के गर्नुपर्ने फोहोर चाहिँ निचट व्यवस्थापनको विषयहरू, त्यसलाई रिसाइक्लिङ गर्नुपर्ने विषयहरू, सबै विषयहरू अन्डरस्ट्यान्डिङमा भएको कुरालाई लागू गर्नलाई एउटा कमिटी चाहिँ नभनौँ कमिटी नै समिति एउटा चाहिँ गरौँ। अब यसमा मुख्य गरेर महानगरपालिका छ। महानगरपालिकाको 18वटा महानगरपालिकाको तर्फबाट काठमाडौँ महानगरपालिका रहेछ र यो शहरी विकास मन्त्रालयको तर्फबाट अब सचिवज्यूले कोअर्डिनेसन गर्नुहुन्छ र धुरीबेसी नगरपालिका र चाहिँ ककनी गाउँपालिकाहरू पनि छ भने उहाँहरूको चाहिँ एउटा कोअर्डिनेसन कमिटी बसौँ। भोलिबाट उहाँहरूले मिटिङ बसेर यसको कुन बुँदा कसरी लागू भयो कि भएन त्यो विषयमा छलफल गर्नुहुन्छ। भोलिबाट आजैबाट बस्नुहुन्छ, भोलिबाट बस्नुहुन्छ, छलफल गर्नुहुन्छ र अझै पनि केही सहमति गर्नुपर्ने छ भने उहाँहरू बसेर ल यो सहमति गर्नुपर्छ भनेर केही मुद्दाहरू आउँछ भने पनि छलफल होस्। त्यो छलफलको आधारमा सरकारले र महानगरपालिकाले त्यो अगाडि बढाउँछ। मैले यो दुईवटा समितिको कुरा गरेँ र अर्को कुरा चाहिँ यो मेयर्स फोरम भन्ने काठमाडौँ 18 गाउँपालिकाको के अरे नगरपालिकाको छ, त्यो उहाँलाई एउटा मिटिङ राख्न म आग्रह गर्छु र हामी पनि त्यहाँ संलग्न हुन्छौँ। मेयर्स फोरम सबै बसेर त्यसलाई दीर्घकालीन कसरी गर्ने, तत्कालको लागि के गर्न सकिन्छ भन्ने विषयमा म आफै पनि इनिसिएटिभ लिएर मेयर्स फोरमको तत्कालै मिटिङ राख्ने एउटा हामी व्यवस्थापन गर्छौँ। मेयर्स फोरम भनेपछि काठमाडौँभरिको आउँछ सबै व्यक्तिहरू बसेर हामी त्यो छलफल त्यो
सरकारले गर्ने भएपछि व्यक्तिको कुरा भन्दा पनि सरकारले गर्ने हो। सरकार भनेको स्थानीय सरकार पनि हो, प्रदेश सरकार पनि हो र केन्द्र सरकार पनि हो। मेयर्स फोरमले बरु हामी केही समयभित्रै त्यो एउटा मिटिङ राख्न गर्छौँ, त्यहाँबाट केही निर्णय गर्नुपर्ने छ भने पनि हामी त्यहाँबाट पनि निर्णय गर्छौँ। भन्नु मतलब यसलाई हामीले सर्ट टर्ममा गर्नुपर्ने कामहरूलाई तत्कालै एउटा दुईवटा कमिटीबाट चाहिँ अगाडि बढाउँछौँ र लङ टर्मका विषयमा चाहिँ हामी सरकारले गर्नुपर्ने क्याबिनेट स्तरबाट गर्नुपर्ने निर्णयहरू र